यदि एउटा महिलासँग आफ्नै कमाइ छैन भने ऊ पूर्ण रूपमा स्वतन्त्र हुन सक्दिन। सुन्दा अलि तितो लाग्न सक्छ, तर मायाले तपाईलाई सधैँ बचाउँदैन, परिवारले सधैँ साथ दिने ग्यारेन्टी हुँदैन र विवाहले मात्र भविष्य सुरक्षित गर्दैन। सुरक्षा त केवल तपाईको आफ्नो कमाई र बचतले दिन्छ। किनकि जुन दिन तपाईँ अरूमाथि निर्भर हुन थाल्नुहुन्छ, तपाईको जीवन बिस्तारै तपाईको रहन छोड्छ। तपाईको हरेक निर्णयमा अरूको हस्तक्षेप हुन्छ। तपाईको सानो सानो आवश्यकताको लागि पनि अरूसँग सोध्नु पर्छ र आफ्नो इच्छा भन्दा अरूको कुरा बढी मान्नुपर्ने हुन्छ। तपाईले नचाहँदै पनि धेरै कुराहरूमा सम्झौता गर्नुपर्ने हुन्छ र त्यस्ता ठाउँमा पनि चुपचाप सहनुपर्ने हुन्छ जहाँबाट तपाईँ धेरै अघि निस्किसक्नुपर्ने थियो। त्यसैले एउटी महिलाका लागि पैसा कमाउनु भनेको घमण्ड वा विलासिता होइन, यो त आवश्यक कुरा हो। यो सेल्फ रेस्पेक्ट, सुरक्षा र आफ्नो जीवन आफै चलाउने शक्ति हो। त्यसैले सधैँ आत्मनिर्भर बन्ने हिम्मत गर्नुहोस्, आफ्नो एउटा परिचय बनाउनुहोस्, ताकि भोलि जीवनमा केही गरी सङ्कट आयो भने तपाईले अब म कहाँ जाउँ भनेर रुनु नपरोस्, बरु गर्वका साथ भन्न सक्नुहोस्, म सम्हालिन्छु र म आफै गर्न सक्छु।